सपनाको सङ्घारमै अस्ताएकी शिला, एउटा अधुरो सिन्दुर र रित्तो कागको कथा। केही सपनाहरू यति सुन्दर हुन्छन् कि तिनले मानिसलाई बाँच्ने ऊर्जा दिन्छन्, तर केही भवितव्यहरू यति क्रूर भइदिन्छन् जसले आँखै अगाडि ती सुन्दर सपनाहरूलाई मात्र भत्काउँदैनन्, सिङ्गो संसार नै उजाड बनाइदिन्छन्। यो कथा हो नेपालगञ्ज उपमहानगरपालिका वार्ड नम्बर 4 पुष्पलाल चोक बस पार्क रोडका 37 वर्षीय अमृत श्रेष्ठ र उनकी जीवनसङ्गिनी शिला श्रेष्ठको। साना साना खुसी र एउटै ठुलो सपना। अमृत र शिलाको वैवाहिक जीवन सुरु भएको झन्डै 3 वर्ष पुगेको थियो। अमृत पेसाले व्यवसायी, आफ्नै घरमा आइएमई सहर्ष मोबाइल जोन र ग्यास एजेन्सी चलाएर बसेका उनी मेहनती थिए। दुईजनाको सानो संसार थियो जहाँ अभाव र दुःखको कुनै नाम निशाना थिएन। अमृतको पसिना र शिलाको मुस्कानले त्यो घर सधैँ उज्यालो रहन्थ्यो। तर हरेक रात जब गाउँ सहर सुत्थ्यो, यी दाम्पत्यको मनमा एउटा मिठो तृष्णा जाग्थ्यो, एउटा सन्तानको सपना। हरेक आमा बुबा झैँ उनीहरू पनि आफ्नो काखमा एउटा सानो शिशु हाँसेको, रोएको र ताते ताते गर्दै सङ्घार नागेको हेर्न चाहन्थे। विवाहको 3 वर्ष बितिसक्दा पनि काख रित्तै रहँदा मनमा एउटा सानो पीडा त अवश्य थियो, तर उनीहरू समाजका अगाडि सधैँ हाँसी खुसी प्रस्तुत हुन्थे। आफ्नो भित्री छटपटीलाई मुस्कानले छोपेर उनीहरू भविष्यको सुन्दर कल्पनामा बाँचिरहेका थिए। आशाको किरण र अस्पतालको यात्रा, त्यही सपनालाई पुरा गर्न, आमा बन्ने शिलाको चाहनालाई साकार पार्न केही महिना अघि उनीहरू नेपालगञ्जकै केयर सिटी अस्पताल पुगे। त्यहाँका वरिष्ठ डाक्टर राजन महतले शिलाको स्वास्थ्य परीक्षण गरेपछि भने, पाठेघरमा मासु पलाएको छ, एउटा सानो अपरेसन गर्नुपर्छ, त्यसपछि सबै ठिक हुन्छ। डाक्टरको कुराले अमृत र शिलाको मनमा आशाको नयाँ पालुवा पलायो। उनीहरू खुसी खुसी अपरेसनका लागि तयार भए। अपरेसन सफल पनि भयो। केही दिनको अस्पताल बसाइपछि अमृतले शिलालाई घरभित्र आए। अब त शिलाको स्वास्थ्य ठिक हुनेछ र चाँडै नै उनीहरूको घरमा नयाँ पाहुनाको आगमन हुनेछ भन्ने मस्त सपनामा यो जोडी हराउन थाल्यो। उनीहरूलाई लागेको थियो दुःखका दिन सकिए, अब खुसीका दिन सुरु भए। जेठ 21 त्यो कालो बिहानी, तर क्रूर दैवले उनीहरूको भाग्यको पानामा अर्कै विलाप लेखिसकेको रहेछ। अपरेसन पछिको नियमित फलोअप रिचेकअपका लागि डाक्टरकै सल्लाह अनुसार गत जेठ 21 गते बिहानको समय तय भयो। त्यो अभागी बिहानी शिला आफै तन्दुरुस्त थिइन्। बिहान 7 बजे आफै स्कुटर चलाएर श्रीमान अमृतलाई साथमा लिएर उनी केयर सिटी अस्पताल पुगिन्। कसैले सोचेको पनि थिएन आफै स्कुटर कुदाएर अस्पताल छिरेकी ती स्वस्थ महिला केही घन्टापछि कहिल्यै नउठ्ने गरी ढलेकी छिन्। अस्पताल पुगेको केही घन्टा नबित्दै डाक्टरहरूले शिलाको मृत्यु भएको घोषणा गरिदिए। त्यो खबर सुन्दा अमृतको खुट्टा मुनिको जमिन भासियो। केही घन्टा अघिसम्म मुस्कुराउँदै स्कुटर चलाएकी, भोलिका दिनमा आमा बन्ने सपना बुनेकी उनकी अर्धाङ्गिनी अब यो संसारमा थिइनन्। अस्पतालको त्यो चिसो कोठामा शिलाको निष्क्रिय शरीर लडिरहेको थियो अनि बाहिर अमृत आफ्ना सपनाहरूका टुक्राहरू समातेर अट्ठास रोदन गरिरहेका थिए। जुन अस्पतालमा उनीहरू जीवनको नयाँ सुरुवात गर्न आएका थिए, त्यही अस्पताल उनीहरूको संसार सिद्ध्याउने मसान घाट बनिदियो। न्यायको लडाई र आँसुको विदाई। शिलाको यो आकस्मिक र शङ्कास्पद निधनले सिङ्गो नेपालगञ्ज स्तब्ध भयो। एउटी स्वस्थ मानिस सामान्य फलोअपमा जाँदा कसरी अचानक संसारबाट विदा हुन सक्छ? पीडित परिवार र आफन्तजनका आँखाहरू आक्रोश र आँसुले भरिए। अस्पताल र डाक्टरको लापरवाही भएको भन्दै न्यायका लागि निरन्तर आन्दोलनका आवाजहरू गुन्जिए। अमृतको आँसुले न्याय मागिरह्यो। अन्ततः पीडित परिवारका तर्फबाट जिल्ला प्रहरी कार्यालय बाँकेमा डाक्टरको टोली र अस्पताल प्रशासन विरुद्ध किटानी जाहेरी दर्ता भयो। कानुनी लडाई सुरु भएपछि जेठ 24 गते आइतबारका दिन शिलाको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि लगियो। जब शिलाको शव यात्रा निस्कियो तब पुष्पलाल चोकका हरेक घरका आँखाहरू रसाए। 3 वर्ष अघि डोली चढेर आएकी शिला आज दागबत्ती लिन मसान घाटतर्फ जाँदै थिइन्। अमृतले आफ्नै हातले शिलाको सिउँदोमा अन्तिम पटक सिन्दुर राखिदिँदा त्यहाँ उपस्थित ढुङ्गा जस्तो मन भएका मानिसहरू पनि भक्कानिएर रोए। एउटा कहिले नसकिने रोदन। आज अमृतको घर छ, व्यवसाय छ, सहर्ष मोबाइल जोनको बोर्ड अझै त्यही झुन्डिएको छ, तर त्यो घरलाई मन्दिर बनाउने शिला अब छैनन्। अमृतको काख रित्तै छ, सिउँदो पुछिएको छ र भित्तामा झुन्डिएको तस्बिरबाट शिलाले मात्र निहालिरहेकी छिन्। एउटा बुबा बन्ने सपना, एउटा आमा बन्ने चाहना र
दुईवटा आत्माको एउटा सुन्दर संसार नेपालगञ्जको केयर सिटी अस्पतालको एउटा कुनामा सधैँका लागि बिलाएर गयो। कानुनले कसलाई कति सजाय देला त्यो भविष्यले बताउला, तर अमृतको उज्यालो संसारमा लागेको यो डढेलो निभाउने सामर्थ्य अब यो संसारको कुनै अदालतसँग छैन।